आज म आफू जन्मेको जन्मघर केही समय भएको थियो नआएको, सो वेलकम गर्न आउँदैछु। यहाँ सायद मलाई जानकारी अनुसार यही पेटी हो म जन्मेको। यही घरमा बाल्यकाल बित्यो, पढाइ लेखाइ सबै। अहिले त यस्तो घाँस भएको छ, जताततै गरासी पानी सङ्कलन गर्ने स्थलहरू भिटाहरू यस्तो थियो। अहिले बारीमा मकैहरू चाहिँ भने देख्न सकिन्छ। यतापट्टि घरमा भान्साकोठी पनि बसाइ नभएपछि बिरानो जस्तो भएको छ है। मकै छ, यस्तै छ साथी।